Okay guys, ये भाइले लास्ट भन्दै रहेछ यार. कमिङ लान्यो. Yes. Yo, what's up my crazy people out there? This is Swissbag boy, Assis MD Freestyle, back again with new video. So, what's new today? म चाहिँ आज यो ठाउँमा आएको छु where I have learned so many tricks here. अब एकछिनमा हेर्छौँ हामी के हुन्छ. भाइहरू कुरिरहेको थियो, को छ. I think Sahil bhai is coming. एकछिनमा आउँछ होला. म चाहिँ उसलाई कुर्छु एकछिन. And look at this place. The sky breeze भइसक्यो. And यता हेर्नुहोस्, यो चाहिँ जस दामी छ बाटो, एकदम सुनसान. यो चाहिँ हस्पिटल हो, इट्स अ गभर्मेन्ट हस्पिटल. दिस इज अल्सो. बाटोमा धेरै कुरा सिकाएको छ हामीहरूले. हाई चेयर अनि त्यस्तो, अनि फ्लेमिङ्गो जस्तो भयो. त्यतिखेर त कोही नि हुँदैन थियो. दिउँसो आयो, प्र्याक्टिस गऱ्यो मजाले, मतलबै हुन्थेन. अहिले त जस मान्छेहरूको फ्लो बढिसकेको छ अलि, जे भयो नि. एन्ड युज अल द प्रपर गियर्स वाइल प्र्याक्टिस. सो लेट्स गो. एकछिनमा हामी भेटौँला. अनि सुजहरू चेन्ज गर्छु त्यतिखेरसम्म. आई थिङ्क यु विल कम. ओके, सो हियर वी हेभ साहिल भाइ. मेरो साइकल लिएर त्यहाँ चेक गर्न गइरहेछ. उसको साइकल चाहिँ सन स्पिड हो. जे होस्, ब्रेकहरू हालेर राम्रै गराएर रहेछ भाइले. ठिक छ, अब प्र्याक्टिस गरिदिउँ. जुत्ता चेन्ज हानिदिनु पर्छ. प्लास्टिकको त्यही प्लास्टिक. सो नयाँ चाहिँ के प्र्याक्टिस गर्दैनौँ. बिकज म चाहिँ अझै त्यो ह्याङ 5 नसिकिकन चाहिँ, ह्याङ 5 रिभर नसिकिकन चाहिँ अरूमा इङ्गेज हुनै चाहन्न कि, अरू कुनै ट्रिक्समा. अब त्यो ट्रिक नसकेर अरूमा गर्न थाल्यो भने फेरि त्यो बिच्किने काम हुन्छ. सो त्यही भएर म आफूले एकदम कन्ट्रोल गरेर, एकदम डिसिप्लिनमा त्यही ट्रिक मात्रै गरिरहेको छु. त लेट्स सी कति दिनमा कम्प्लिट हुन्छ. साहिल भाइले के ट्रिक देखाउँछ. लेट्स सी, लेट्स गो. ल हेलमेट लगाएर. ल साहिल भाइको ट्रिकबाट स्टार्ट गरिदिउँ. ल एक दुईवटा ट्रिक हाने ल भाइ. ल 360 180 जे आउँछ हाने. ल अलिक केयरफुल भएर हान है त. जे होस् गाइजहरूको स्टपी चाहिँ दामी छ है. यो साहिल भाइ इज कमिङ. ठिक छ बवाल. ल ट्राई. Nice. Time for wheelie. Okay guys, केटाहरूलाई के चाहियो अरे? व्हीली चाहियो. स्टपी र व्हीली चाहियो. ल ठिक छ. यो सब्सक्राइब गर्ने भने हैन. यो भाइले लास्ट भन्दै रहेछ यार. यो भाइले ठिक छ. मेरो चाहिँ युट्युब नाम चाहिँ आशिष स्टन्ट छ है त. सब्सक्राइब गर्ने. तिम्रो भर्खर नयाँ आउँदैछ हो यो ठाउँमा. घर यहीँ हो. पहिला हामी प्र्याक्टिस गरेको थाहा पाउनु. त्यसपछि तिमीले यहाँ आउँदैन थियौ. ठिक छ. ल ठिक छ. सब्सक्राइब हान्ने है त. आज सर्च गरेर 5वटा सब्सक्राइब बढ्नु पऱ्यो. ल हान्यो. यस, सही हो. साहिल भाइको साइकलमा चाहिँ म आज ह्याङ 5 सिक्छु. किनभने यसको पेक छ यहाँ. पेकले अलिकति इजी. ल यतिको धेरै केही गर्नु पर्दैन. तिमीले यतिको समात्ने मात्रै, बनाउनु मात्रै है त. ल धन्यवाद. ह्याङ 5 रिभर्स यो साइकलमा ट्राई गर्छु. लेट्स सी कस्तो हुन्छ. योचोटि हुन्छ है. पेक भएपछि चाहिँ अलिकति सजिलो हुने रहेछ. लेट्स गो. कसको भयो 3000 भाइको? 3000 कति छ हो? गेमिङ हो.
अनि भाइको 3000 रहेछ यार सब्सक्राइबर तिम्रो कति छ 500 छ यो भाइको 500 छ अनि यो भाइको चाहिँ 3000 रहेछ उ त्यो के हो भाइको नाम के हाल्छौ तिमी अलि नजिक आउन सर्ट्समा कमेडी आफ्नो हाल्छौ कि हो 3000 पुगिसक्यो सही हो सधैँ हाल्छौ हो विकली हाल्छौ ए हो सुरुमा चाहिँ मैले मिस्टेक गरेको थिएँ त्यो बेर चाहिँ एउटामा चाहिँ 1 लाख भन्दा धेरै भ्युज गरिसकेको थिएँ ए हो त्यो भिडियो चाहिँ मैले कस्तो अरूकोबाट हालेर ट्याग हुन्छ नि एडिटिङ गरेर पछि आफ्नो पनि हालेको थिएँ अनि त्योमा चाहिँ पछि मैले युट्युबको पोलिसीहरू हेर्दाखेरि चाहिँ हुन्छ नि मोनेटाइज गर्दाखेरि त्यही भ्युज चाहिँ हल्का उ भयो हुन्छ मजाले गर हुन्छ हाम्रो पनि हुन्छ कि नै ल तिम्रो च्यानलबाट हाम्रो सब्सक्राइब बढाइदिनु पर्यो है त हुन्छ कि नै म तिमीलाई आफ्नो फोनमा देखाउँछु अनि मेरो नाम चाहिँ हेरेर सब्सक्राइब हान्नु है त ल सेयर पनि हान्नुपर्छ है त ल गुड लक ल धन्यवाद त्यो त अस्ति ट्राई पनि गरेको थिएँ गाइस मैले ब्रेकिङको ट्र्याक्सन मेरो चाहिँ हामी चाहिँ यहाँ सर्कल हुली गर्दै थियौँ कम्बो सर्कल हुली भाइ र म जस ह्यान्ड टु ह्यान्ड अब अलिअलि जस भइरहेछ अब एकछिनमा फेरि म ह्यान्ड 5 रिभर्स प्र्याक्टिस गर्छु के स्ट्यान्ड अरे आशिष दाइ चाहिँ अनलाइन भएको दामी हान्नु भयो दाइले ल आइरहेछ कालो आयो गेम खेल्छौँ नाइ त्यस्तो खेल्दैनौँ किन तिमीहरू फ्री फायर खेल्छौ ल फ्री फायर खेलेर बस है त हामीको त गेमै यही हो we are about to end this video so hope you guys like this video and thanks for watching see you in the next video and don't miss to follow and subscribe my channel and Switchback channel Hazur bye see you in the next video have a good night see you tata